हेलो गाइस, फेरि पनि तपाईलाई स्वागत छ मेरो यो भिडियोको अर्को यो नयाँ भिडियो ब्लगमा। र आज तपाईहरुलाई चाहिँ म यो हाम्रो यो सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा चाहिँ मेरो घर छ र म त्यही छु अहिले। मेरो घर तपाईँ देख्न सक्नुहुन्छ ब्याक पछाडि ब्याकमा। आज चाहिँ हामी मेरो फ्यामिली, मेरो छोरा, मेरो बुढी हामी जाँदैछौँ बनगाउँ सपिङ गर्न भन्नाले। अब अर्थात् अब हाम्रो नेपालमा अलिकति महँगै पर्छ, त्यसैले इन्डियामा अलिक सस्तो पऱ्यो। इन्डिया जाँदैछौँ, इन्डिया अलिक सस्तो पर्छ। तपाईँको जस्तै अब उदाहरणको लागि केही सामानहरू लिएर जस्तै तपाईँहरूको चिनी जस्तै नेपालमा अब 80 रुपियाँ किलो छ भनेदेखि चाहिँ बनगाउँमा 60 रुपियाँ किलो हुन्छ। इन्डियाको बनगाउँ भन्ने ठाउँमा त्यहाँ 60 रुपियाँ किलो। त्यस्तै अरू सामान दालहरू भयो, तपाईँको सोडा साबुन इत्यादि सबै कुराहरू सस्तो पर्छ। त्यसैले हामी त्यतै जाँदैछौँ। र हजुरहरू यो भिडियो चाहिँ पूर्ण रूपमा हेर्नु होला र कस्तो लाग्छ यसको प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला र कमेन्ट चाहिँ अवश्य गर्नु होला, लाइक पनि गर्नु होला। तपाईँको एक लाइकले मेरो रिच बढ्नेछ र म यस्तै किसिमको भिडियोहरू बनाउन पनि मोरल मोटिभेसन आउनेछ। त्यसैले लाइक चाहिँ गर्न नबिल्नु होला। सर बाबु के छ? रिहान ए चाहिँ मैले त अटो कुरिरहेको छु। अब हेरौँ अटोमा चाहिँ अटो आइजाने। अब त्यही बाटोबाट अटो आउँछ। मेरो घर तपाईँ देख्न सक्नुहुन्छ अलिकति पुरानै घर छ। के गर्ने, अब गरेको घर यस्तै हुन्छ। धनीमनी भए त अब किन यस्तो हुन्थ्यो र है। अब उताबाट अटो आएपछि अटोमा बसेर जाने विचार हो। अब अटो आएन। हेर्नुहोस् मेरो गाउँको नजारा चाहिँ यस्तो छ। सिधा अगाडि त्यो नम्बर वडा पुनर्वास नगरपालिका वडा नम्बर 11 को वडा कार्यालय त्यो हो। र यस्तै अब अटो आएपछि अब बाइकहरू गइरहेछ होइन। अब अटो आएको छैन। अटो आएपछि जाने भनेको कतिखेर आउँछ अटो। अब त्यही अटोको पर्खाइमा छु। अटो आउने बित्तिकै हामी यहाँबाट मुभ भइहाल्छ इन्डियाको बङ्गालको तर्फको लागि सामान किन्नको लागि। रिहान यता हो। फाइनली अटो आइपुग्यो। अब अटोमा मेरो छोरो यहाँ, मेरो बुढी अगाडि। यो अटोमा हामी सारा हुँदै जान्छौँ। पछि अटोमा बसिसकेको छु। कतिखेर पुगिन्छ अहिले हेर्नुहुन्छ हामी पुगिसकेको छौँ देउराली बजार छु अहिले। मेरो भाइ, मेरो आफ्नै गाउँको भाइ हो। हामी हेरौँ भाइले दोके बजारसम्म पुगाउँछ, त्यसपछि हामी बङ्गलादेशतर्फ लाग्छौँ इन्डियाको बोर्डरतर्फ। अब इन्डियाको बोर्डर यो नजिकै छ हाम्रो नेपालको। इन्डिया धेरै टाढा छैन। यो इन्डियाको जङ्गल हो। मेरो भाइ ह्यान्डसम छ भाइ पनि। नेपालको बाटो अलिक ठिकै छ आजभोलि। पहिला धुलो उठ्यो, आजभोलि तपाईँ हेर्नु सक्नुहुन्छ। अहिले हामी यो कञ्चनपुर र कैलालीको सिमाना यो जोगी बजार पुगिसकेको छ। नजर देख्न सक्नुहुनेछ। अब यहाँदेखि इन्डिया सुरु हुन्छ तपाईँले हेर्नुहोला। फाइनली हामी इन्डियाभित्र छिरिसकेको छौँ। इन्डिया पुलिस, इन्डिया यस्तो छ हेर्नुहोस्। अब यहाँ इन्डियाको बाटो बाहिरहरू हेर्नुहोस्, मान्छेहरू कति भिड छ। सुरुवातबाट नै भिड देखिन्छ यहाँबाट चाहिँ। अब यो चाडपर्वको अवसरमा चाहिँ अलिक भिड हुने नै गर्छ। फाइट हेर्नुहोस्, फाइट बनगाउँ जाने हो। ल यसलाई अगाडि हाल्नु त पहिला, अगाडि हालौँ बस। हामी बसिसकेको छौँ। हामी चाहिँ अहिले हिँडिसकेको बङ्गालको लागि। मेरो छोरा अगाडि छ, दाइ हुनुहुन्छ इन्डियाको दाइ। बेलुका पुगिसकेको छौँ। मेरो छोरो यहाँ के छ र किन यसलाई बडा झौलाइसकेको छ। मेरो बुढी अगाडि
छोरो आमाको पछि बनगाउँ हामी देख्न सक्छौँ। यसको ठिकै अपोजिट बनगाउँ छ। हेर्नुहोस् है, हेर्नुहोस् बजार आइसक्यो छोरो, बजार आइसक्यो। हेरौँ असोजको लास्ट भइसक्यो, तै पनि अलिकति गर्मी नै छ यताको मौसममा। यहाँ तपाईँहरू यतै छ मेरो ल्यान्छ चेकिङ गाई गोरु चेकिङ गर्न आएको रे। गाई गोरुको बगान बाबु हेर कान्छ कहाँ हेरे मेरो छोरो म सक्नुहुन्छ। मेरो छोरा मेरो टाउको बसेर यहाँ रमाइरहेको छ। बाबु बाबु रिहान कहाँ गयो तिमी? बोल्दैन मसँग भन्दा बोल्ने गाडी किन्दैन भनेर हो रिसाको मसँग। अनि पछि गाडी किनिदिन्छु मेरो छोरा म। यहाँ सबै सामान छ, तपाईँहरू यहाँ आउनु सक्नुहुन्छ। बनगाउँमा यहाँ सबै जे हो नि तपाईँ त्यही पाउनुहुन्छ। सामानहरू घरको सामानदेखि लिएर खानेकुरादेखि लिएर सबै। अब दिवाली सबै दिवाली नजिकै छ। यो दिवालीको सामान सबै सम्पूर्ण सामानहरू पाउनुहुन्छ। कोसाला हरा मटर आपको पड़ेगा के भनिसकेछु म? के भनिस् भन् त? त्यही भने होइन छु म। यहाँ सबै सामान छ, आउनु होला एकचोटि। यहाँ सामानहरू त्यही छ, घरको सामानहरू। मेरो छोरो माथि यहाँ टप फ्लोरमा।